Sevaro. Today we are learning about position words in Limbu language. ओभरलाई लिम्बू भाषामा इल्ले या कुसमदाङ भनिन्छ, अन्डरलाई कुभोसाङ भनिन्छ, एबबलाई थाङ भनिन्छ, बिलोलाई फोसाङ भनिन्छ, टपलाई कुजङ या कुसम भनिन्छ, बटमलाई कुहाक भनिन्छ, साइडलाई खेङ या कुया भनिन्छ, अनलाई ओ या समदाङ भनिन्छ, इनलाई सिगाङ भनिन्छ, बिट्विनलाई कुरुम्मो भनिन्छ, आउटसाइडलाई पाखा अथवा लाकात भनिन्छ, इनसाइडलाई सिगाङ भनिन्छ, अराउन्डलाई कर्बिङ या लिगप्पिसाङ भनिन्छ, बिहाइन्डलाई एगाङ भनिन्छ, फ्रन्टलाई तगी अथवा लक्लुम भनिन्छ, ब्याकलाई एगाङ भनिन्छ, बिफोरलाई तगी या तगाङ भनिन्छ, आफ्टरलाई एगाङबा भनिन्छ, बिसाइडलाई पिसाङ भनिन्छ, नेक्स्ट टुलाई वे भनिन्छ, अपोजिटलाई एकपे भनिन्छ, मिडललाई लुम्मो भनिन्छ, एजलाई कुसुक या कुया या कुघ्याङ भनिन्छ, कर्नरलाई कुना भनिन्छ, नुगेन।